लगाइजहरू आज चाहिँ म निस्केको घरबाट कामहरू अलिक छिटै भयो भने चाहिँ शोभा नाना पनि सिलगढीमा छ, भेट्ने प्लान चाहिँ छ आज। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल निजु ब्लगमा तपाईँहरूलाई दिलबाट नमस्कार। अनि तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप म पनि सन्चै छु। सो मलाई धेरैजनाले कमेन्ट गर्नुभएको थियो गाडी बेच्नु भयो के हो भनेर, तर मेरो गाडी बेचेको छैन, गाडी चाहिँ थन्किरहेको थियो। आज चाहिँ फेरि मैले गाडी लिएर निकालेको, गर्मी छ बेसी। सो आज चाहिँ मेरो 2-3 जग्गा काम छ होइन, एलआइसी अफिस, पोस्ट अफिस, अनि सिलिन्डर पनि निकाल्नु पर्ने छ। त्यो सिलिन्डर भएको जग्गामा जान्छु। अर्को मेरो सिम पनि निकाल्नु पर्छ। 4-5वटा काम छ र अब अहिले 1:30 त भइसक्यो। फेरि पनि अफिसहरू कतिवटा खुल्ला छ, अचानक त्यो हो। जो पनि मेरो भिडियोलाई नयाँ हुनुहुन्छ भने हेर्नुहुँदैछ भने सब्सक्राइब गरेर राख्नु होला, अनि माया गर्नु होला होइन। र मेरो भिडियो लास्टसम्म हेरेर बस्दिनु होला। थ्याङ्क यू सो मच। भरे देखाउँछु बालपुरामा। ग्यास थाप्नको लागि चाहिँ जहिले पनि मान्छेहरू 9 बजेर लाइन लाग्छ, तर आज चाहिँ अलमोस्ट ढिलो भइदिएछ। हामी पनि ढिलो आयो, 11 भइसक्यो। अहिलेसम्म चाहिँ लाइन लाग्दैछ, अहिलेसम्म चाहिँ गाडी आएको छैन। हामी पनि पर्खिरहेछौँ हो। मान्छे पनि पुरै छ, 30-40जना जस्तो। बल्ल गाडी आयो। अब चाहिँ गाडी आयो, ग्यास थापेर चाहिँ 10 मिनट पाल्छ। यहाँ चाहिँ राम्रो फुल फुलेको रहेछ र साथी हो। अब चाहिँ ग्यास पनि भर्यो, हामी चाहिँ एकछिन हाट जाउँ भनेको है। लो हाट पनि गयो। यो 4-5 कलरको हामीले फुल पनि किन्यो, राम्रो कलरको रहेछ, मिटिकबाट आएको हो। 5 कलरको यो फुल पनि किन्यो हामीले। अब चाहिँ फुल बोकेर हामी जाँदैछौँ अलिकति। अब सिजन लाग्यो आमको, म्याङ्गोको, मजाको आइरहेको छ। तर महँगो चाहिँ महँगो रहेछ, 60 रुपियाँ केजी। फेरि पनि लिएर हामी जाँदैछौँ। लगाइजहरू हामी चाहिँ सिलगढी लागेको अब सबै काम पनि भयो। अनि आज फेरि ठुलदाजुको पनि जानुपर्ने छ, ठुलदाजुको पनि जानुपर्ने छ चिसाबारी। पहिला चाहिँ हामी शोभा नानालाई भेट्नुको लागि चाहिँ एस्कोन मोड कि खोइ के भन्छ पर धर्मको चाहिँ छ अरे, त्यसको छेउमा भन्नुहुँदैछ होइन। अलिकति बाटो मिस्टेक भयो। अब लोकेसन पठाइमागेर चाहिँ ठक्कै त्यहाँ हामी जानेछौँ, हेर्दै गर्नु होला। धन्यवाद, एकदम धेरै 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 धन्यवाद। बिमारी हेर्नु पाउँदाखेरि नै हो एकदम छाता मालाले एकदम स्वागत गर्दै भाइहरूको सानामा पनि भगवान के खायो? अस्तिलाई पनि भेट्नु भन्दा भन्दा त्यतिकै भयो है। यसको चाहिँ नाम के हो? रोबी रोबी कोही पनि ठुलो रहेछ, भित्रको चाहिँ नाम के हो भने एसीमा सुति बस्यो।
ए ब्ल्याक यो यो चाहिँ छुट्टी छ सबभन्दा छुट्टी चाहिँ यही हो यसले चाहिँ कतिजनालाई सिसाबाडी चाहिँ यस्तो खालको गर्मीहरू छ यहाँ चाहिँ बाफ्रे पुरा काफी सारा डेभलप हुँदो रहेछ घर बनाएर बर्खामा चाहिँ पानी छ्याप्पै हो गाई चोर हेर्नुहोस् है यो चाहिँ सिसाबारी हो देवीडङ्गा भन्दा भित्र यहाँ प्लटहरू पुरा बिक्रीमा छ तपाईँहरू लिन चाहनुहुन्छ भनेदेखि भन्नु होला गर्नु चाहिँ हेभी साथीहरू आज पनि भेटघाट पनि सबै जग्गा भयो अनि कामहरू पनि भयो अब चाहिँ हामी घर फर्किँदैछौँ हिजो बाटोको नजारा हामी चाहिँ मतिगढा पुगिसकेको छ साथीहरू यो चाहिँ बागडोग्राको फ्लाइओभर हो यहाँबाट लेफ्ट गयो भने चाहिँ एयरपोर्टतिर जान्छ हामी चाहिँ सिधै अगाडिबाट फेरि पानीबाट मोडबाट राइटभित्र छिट्नेछौँ त साथीहरू रात पनि पर्यो हैन गर्मी पनि यति बेसी हेर्नु न पसिना पसिना र भेटघाट पनि सबैसँग भयो आजको मेरो भिडियो कस्तो लाग्यो तपाईहरुलाई हैन मन पर्यो भने कमेन्ट गरिदिनु होला बाइ बाइ